आज विपिन भाइको लास घरमा कञ्चनपुरको आफ्नो घरमा ल्याउँदाखेरिको दृश्य हो। दीपावलीको मुखमै घरमा लास पुग्दाखेरि छोरा र दाइको कति भावुक छ यो आफै हेर्नै सकिने दृश्य छ। आज हामी नेपाली भएकै कारण आज यो विदेशी भूमिमा यो बाकस काठको बाकसमा फर्कनु परेको छ। हेर्दै गर्दा कसको मन नरोगा यो तिहारको दिन टिकाको लक्ष्मी पूजाको दिनमा साँझको एउटा सपना बोकेर छोरालाई काठको बाकसमा फर्कनु परेको एउटा बहिनीले त्यो टिका भोलिपल्ट टिका थापेको सट्टा एउटा दैव बोल्नु कति मुस्किल छ। एउटा बहिनीलाई टिकाको दिनमा यस्तो पहाड हेर्दा पनि साँच्चीकै मन भत्कानेर खान सकिँदैन। सर्वप्रथम त म भन्न चाहन्छु के गर्ने आज तिमी नेपाली भएरै जन्मेको कारण आज तिमीले विदेशी भूमि गएर मर्नु पर्यो। अनि तपाईँ अस्ट्रेलिया अमेरिका जापान कुनै धनी राष्ट्रमा जन्म दिएको भए सायद तपाईँ जीवित फर्किनु हुन्थ्यो र त्यो आमा र त्यो बहिनीसँग भेट्नु परिवारसँग सास राख्नु पाउनुहुन्थ्यो। बुढौलामा हाम्रो त्यो मलायक सरकारले गर्दा आज नेपालमा राजनीतिक आफूलाई घिन लाग्छ। एउटा आफ्नो विद्यार्थीलाई बचाउन नसक्ने एउटा मलायक सरकारले तपाईँहरू के भन्न चाहनुहुन्छ यो दुःखद घडीमा